यो फेरि अर्को पार्ट न्युयोर्क सिटीको राति वर्कर्स सेन्टर हुँदै गर्दा अनि बाटो हेर्नुहोस् रेक्साहरू है उताको जस्तै कुदिरहेको देख्न सक्नुहुन्छ झिलिमिली हुँदो रहेछ है पुरै राति चाहिँ तपाईँहरूलाई रातिको भिडियो देखाउँदै यो एउटा सिन चाहिँ हेर्नुहोस् है उताको जस्तो हेर्नु त रिक्सा कसरी लगेर बिचमा लगेर उल्छ है छक्क परेको त्यहाँ ठाउँमै थिएन अनि दुईजना रिक्सा तैँछाडा मैछाडा गर्दै घुडिरहेको अवस्था हेर्न सक्नुहुन्छ है त उताको जस्तो कति लाइनले रिक्साहरू राखेको छ त्यो मान्छेले कस्तो गरेर हाल्नु यहाँदेखि उता चाहिँ तपाईँलाई वर्ल्ड सेन्टर जुन चाहिँ गिलास माथि 104 तले रहेछ तर हामी चाहिँ 91 अनि 92 93 तले फ्लोरमा चाहिँ चढेको थियौँ भने यति रमाइलो भएको थियो हामीलाई हामी पुरै रमाइरहेको थियौँ किनभने यस्तो चाहिँ पहिलोचोटि मात्र त्यो एक प्रकारको ब्यालुनहरू हुँदो रहेछ त्यो माथि चाहिँ अनि नानीहरू एकदम खुसीको साथ रमाइरहेको सबैजना होइन एक प्रकारको एक्साइटेड भनौँ त्यो ब्यालुनको फेरि डिफ्रेन्ट त्यो कलरहरू पनि धेरै प्रकारको हुँदो रहेछ अनि एक प्रकारको रमाइलो भएको थियो हामीलाई पनि हाम्रो नानी प्रिन्स पनि त्यहाँ छन् एलिसा हाम्रो कान्छी साली मेरो श्रीमती है हाम्रो साली भाइ एक प्रकारको रमाइलो भएको थियो अनि यो वर्ल्ड ट्रेड सेन्टरबाट चाहिँ माथिबाट चाहिँ सबै न्युयोर्क सिटीको होल देखिँदो रहेछ अनि तपाईँहरूले लामोसम्म जानु भने तपाईँहरूले देख्न सक्नुहुनेछ है अब चाहिँ हेर्न सक्नुहुन्छ हेर्नुहोस् त त्यहाँ माथिबाट न्युयोर्क सिटी पुरै देख्न सक्नुहुन्छ तपाईँहरूले एकदम झिलिमिली बलेको है वरिपरि अनि यसरी ब्यालुनहरू खेलाउँदै तपाईँले उता फर्केर न्युयोर्क सिटीको भ्युजलाई हेर्न सक्नुहुन्छ रातिको एकदम नै रमाइलो हुँदो रहेछ यो चाहिँ 91 फ्लोरबाट हो फ्लोर माथिबाट नानी कान्छो छोरा कोइनलाई खेलाउँदै अनि त्यस पछाडि चाहिँ मेरो काइली साली अविकल अनि भाइ दाजु पनि त्यहाँ कतै छन् पके पनि नानीहरूलाई खेलाइरहेको अवस्था अनि हामी श्रीमान श्रीमतीले एउटा तासले माथिबाट लिएको थियौँ फोटो क्लिक पनि गरेका थियौँ तपाईँले हेर्न सक्नुहुन्छ है त यहाँबाट अझै राम्रो भ्युज देख्न सक्नुहुन्छ हेर्नुहोस् त न्युयोर्क सिटी कस्तो मजाले झेलेले बलिरहेको छ है त एक प्रकारको रमाइलो फिल हुँदो रहेछ है अब चाहिँ बाटोमा फर्किँदै गरेर आउँदै गरेको दृश्यहरू हो अनि जे बाटोमा देख्नुहुन्छ तपाईँले हेरेर मनोरञ्जन लिनुहोस् है त के देख्नुहुन्छ म यत्तिकै तपाईँलाई एन्डसम्म त्यत्तिकै देखाइदिन्छु है त हुन्छ हेरेर प्रतिक्रिया दिनु होला